भने उ यता बिचमा हो त्यहाँनिर ल भेनालाई पनि नमस्ते है नमस्ते अनि यहाँ इन्डिया आउँदाखेरि चाहिँ तपाईँलाई कस्तो लागिरहेछ कस्तो रमाइलो लाग्यो म 26 वर्षको बादमा इन्डिया पहिलोचोटि टेकेको तर थाहा छ भएन 2000 मा चाहिँ म हिँडेमा थिएँ 2026 भने अहिले 26 वर्षको म इन्डिया आएको मलाई रमाइलो लागिरहेको छ तर थाहा छ भएन अघि चाउमिन खाँदाखेरि त यस्तो है भोकले झनै मरेको तर बनेर आथे क्या मलाई थाहा भएन भोक गरमले गनाको हैन त्यो सबैभन्दा ठुलो कुरो भोजन मिठो हैन भोक मिठो चाहिँ मलाई मिठो लाग्यो त्यो कति भएर होला अनि आमा तपाईको के छ त नयाँ नौलो खबर नयाँ नौलो खबर त अब यस्तै छ के गर्नु नेपाल र इन्डिया भेट भएको छ हैन भेट भएको छ खुसीको सीमा नै छैन आज त खुसी लागेको छ त्यता नि हामी पनि अब कति दुखी पनि हुनु त जिन्दगीमा दुखी भएर के गर्नु छ दुखी भएर हैन त्यो कुराहरूलाई बिर्सेर अब नयाँ कुराहरू सम्झिनु पर्छ हुने त जति भइसक्यो र पनि अब त्यही कुरालाई हामीले सम्झिराख्ने आफैलाई खाने हो अब भोलिको दिनमा हामी पनि त्यही ठाउँमा जाने हो त्यही ठाउँमा भन्ने सबै एउटै हो त्यही भएर चित्त बुझाउनु पर्छ है आमा त्यही त अब हाम्रो नेपालतिर पनि आउनुहोस् तपाईँ अनि यहाँ हो तपाईँको पनि हो तर भने म पनि नेपालकै हो नेपालको तर मैले हाम्रो नेपालमा आउनुहोस् भन्दाखेरि चाहिँ कस्तो लाग्यो नि म चाहिँ नेपालबाट पनि यहाँ धेरै अब म टाढा आएँ अब जस एयरपोर्ट जस्तै हरेक चिज चेक गर्नु हुँदो रहेछ नि त उता पहिला जानेन इन्डियामा कसरी जानु हो कहिले पुग्नु हो तर 3 घन्टाको बाटो चाहिँ बिहान आएर बेलुका सकिने रहेछ तर पनि अब त्यस्तै छ र यता हाम्रो छ्यामालाई चाहिँ कस्तो लागिरहेछ अहिले इन्डियामा आएर सम्धिनीसँग एकदम भेट्दाखेरि बोलीचाली कस्तो खुसी रमाइलो भइरहेको जस मैले पनि होइन यहाँ हाम्रो बहिनीको आमा मेरो पनि सासु आमा र उहाँलाई पनि मैले अब होइन मैले जस्तो मैले अस्ति नै एकचोटि भिडियो कलमा देखेको थिएँ जस्तो देखेको त्यस्तै हुनुहुँदो रहेछ जस खुसी लाग्यो